बिचराको दोष पनि के थियो के? नेपालमा टुरिस्ट भएर आउनु दोष थियो? आयुषलाई मन पराउनु के दोष थियो? आमा हो, दोष पनि कतिसम्म लाउन सक्या के? बिहे भइसक्या थियो, डिभोर्स, बच्चा। होइन, एलिजा त जन्मेदेखि नै पुरै किताब कलम समाएर उसको त जीवनभरको कथा लेख्न थाल्या रहेछ क्या तिमीहरूले त। गरिनै थाहा छैन मैले गरे हो भनेर, एलिजा खुदलाई थाहा छैन त्यो चिज, तिमीहरूलाई कसरी थाहा हुन्छ गर्यो भनेर? छोरी मान्छेको जीवनमा दाग लगाउन तिमीहरूलाई यति सजिलो भएको छ होइन? प्रमाण छैन, आएको छ पेट 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 बोले है, आरोप लगाएको छ। छोरी मान्छे भएर तिमीहरू जन्मिके पहिला, बुझिस् नि? नभए हातमा चुरा लाएर हिँड, सारी लाएर हिँड, अनि बाटोमा हिँड त के भन्दो रहेछ मान्छेले? लाज नभएको। मेन कुरो त तपाईँको नामै खै मलाई आउँदैन के हो यो? छ नि यो डिभोर्स भएको, यो केटासँग लागेको भन्ने त मेन एउटा छ नि, एउटा त्यो काहीँ नभएको। प्रमाणै बिना पनि आएर पेतेर पेतेर चाहिँ किन बोल्नु पर्यो?